सो हेलो एभ्रिवान, वेलकम छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ म मेरो घर आइसकेको छु हो। अन्तखेरि बाटोमा चाहिँ मैले भिडियोहरु गरिन आज चाहिँ, अन्तखेरि किनकि मलाई स्पिड आउनु थियो। सो आज चाहिँ एकदमै स्पेशल डे छ। अन्त त्यो चाहिँ किन भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो आमाको बर्थडे हो नि त। सो बिहानै अन्त यसरी सिक्रेटली आएर चाहिँ हामी चाहिँ सानो सेलिब्रेसन गर्नेवाला छु हैन। अन्त तपाईलाई देखाउँछु है कस्तो हुन्छ भनेर। अन्त त्यस्तो ठुलो त गर्ने हैन, तर पनि अब वर्षमा एकपल्ट आउँछ बर्थडे। सो आमालाई अलिकति भए पनि स्पेशल फिल गराउने। सो यहाँनिर चाहिँ यहाँनिर चाहिँ केक छ। अब यसलाई चाहिँ गएर फ्रिजमा हाल्नुपर्छ। सो इभिनिङतिर चाहिँ गर्ने भनेर चाहिँ हामीले सोचेको छौँ। अन्त सो गर्मी है बहुत आज। अब यो अर्ग्यानिक सिबी जेठा भाइ बाजे यो चाहिँ हो हाम्रो घर जाने बाटो। अन्त यता चाहिँ हाम्रो मामाको घर हो। यहाँ माथि पनि मामाकै घर छ। अन्तखेरि म चाहिँ जस्ट आइपुगेको। ए म त आमा पो रहेछ। हुन्छ हुन्छ। अब यो केक चाहिँ फ्रिजमा हालेर राख्नुपर्छ हो। अहिले फेरि बोजूले देख्छ त कि अहिले चाल पाइ नै हाल्छ, तर पनि चाल नपाइन्जेल चाहिँ सिक्रेटै राख्ने। लेट्स ओ माय लाहो झन्डै ला अलिकति त ड्यामेज भइहालेछ। स्कुटीमा हालेर ल्याएको नि त माथि बजारबाट। खासमा चाहिँ हामी मर्निङमै गर्नेवाला थिएँ। सधैँ पनि हामी मर्निङमै गर्छु कि, तर यस्तो हुन्छ नि त अब म ढिलो आइपुग्छु। अन्त फेरि आमालाई पनि हतार सबै गर्नु लगाउनुपर्छ नि त। अन्त त्यही भएर चाहिँ बिस्तारै गरेँ आज चाहिँ। सो अहिले चाहिँ म घर आएर लुगासुगा सबै धोइसकेर चाहिँ म जाँदैछु चिकन करी ल्याउनु, मसला ल्याउनु। अन्त यहाँबाट चाहिँ म लान्छु। मेरो स्कुटी त पापाले धोइदिनु हुँदैछ आज। सो लेट्स सी। उयो दिनु न चिकन करी मसला छैन, सक्यो। भाइ आउँदैछु ल माइजू। छैन रहेछ, सकेछ हो। यहाँनिर चाहिँ पापाले स्कुटी धोइदिनु हुँदैछ। आज चाहिँ मैले धुनु परेन, मेरो पुरा काम छ अरू पनि। त्यही भएर यहाँनिर चाहिँ कालीलाई नुहाइदिँदैछ हाम्रो पापाले। हेलो भनिदिनु पापा यहाँ। हेलो। आज चाहिँ हाम्रो पापाले धोइदिनु हुँदैछ स्कुटी। खतरनाक एकदम दामी चक्काचक हुने भयो काली चाहिँ। अन्त म चाहिँ अब नुहाउँछु गएर। दामी सफा भएछ नि। ए आज कालो साबुनले दामी भएछ। अस्ति रिपिक गएकोदेखि नधुइ थिएँ नि त मैले। आइज आज चाहिँ वेदर चाहिँ एकदम खतरनाक दामी भइरहेको छ। दामी त के भन्नु, गरमले यहाँनिर मर्नु भइसक्यो हो। यस्तो छ हालत चाहिँ। अन्त
मजा आउँदैछ। अब चाहिँ नुहाउनुपर्छ। यहाँनिर मलाई धम्की दिँदैछ यसले। हुन्छ गाउँघरको चाहिँ यही फाइदा हुन्छ है गाइस। हजुर पुग्छ। गाउँघरमा चाहिँ यही हो क्या। म चाहिँ खास चाहिँ मसला किन्नु गएको थिएँ कि चिकन मसला, तर त्यहाँनिर सकेछ। अन्तखेरि माइजूले चाहिँ अलिकति लैजा भनेर चाहिँ मलाई यो हालेर दिनुभयो। डेडो कसले छोडिदियो तँलाई? कसले छोडिदियो? हिँड बेटा। अब यहाँनिर गरमले हालत खराब भइरहेको रहेछ। छैन रहेछ त्यहाँ। माइजूले चिकन पार्दैछ है। यहाँनिर हाम्रो चाहिँ स्न्याक्सहरू। डेडो आइज भाइ, तँलाई कसले छोड्यो? किचनबाट चाहिँ हाम्रो यस्तो नजारा देख्छ। अहिले चाहिँ 12 बजिसकेको रहेछ। 12:15 भइरहेको छ हो। अन्त बिहान भोकै हिँडेको माथिबाट, त्यही भएर चाहिँ अहिले चाहिँ हामी खाँदैछ करेन्ट। गरम चाहिँ खतरा भइरहेको छ। फ्यान चलाउनु परिरहेको छ यहाँनिर। 32 डिग्री। अम्बो पानी छ त है फ्रिजमा? वाह सो अहिले चाहिँ आफ्टरनुन भइसकेको छ। हामीले चाहिँ आधी कामहरू सकिसक्यो आफ्नो होइन। नुहाइधुवाइ गऱ्यो, लुगाहरू धुयो, स्कुटी पनि पापाले धुइदिनु भयो आज चाहिँ। अन्तखेरि भोक लागिरहेको थियो हल्का। जुगा मार्नुको लागि चाहिँ हामीले चाहिँ करेन्ट खाएँ हो। अन्तखेरि चाहिँ अब चाहिँ एकछिनबाट लन्च पनि गर्नुपर्छ। त्यहाँदेखि त्यसको बादमा होइन, लन्च गर्नु अझै टाइम छ। सो अब चाहिँ एकछिनबाट चाहिँ हामी हल्का डेकोरेसन गर्नुपर्छ यहाँनिर चाहिँ। त्यस्तो डरलाग्दो होइन, तर हल्का एकदम। अब बलुनहरू फुलाउनुपर्छ है। ल हामी चाहिँ घरमा आउनुको मजा चाहिँ के हो भन्दाखेरि चाहिँ एकदम ग्रिनेरीहरू हेर्नु पाउँछ नि त, घरभित्रदेखि बाहिरसम्म होइन। यहाँनिर हेरिहाल्नुहोस् हाम्रो स्नेक प्लान्ट हो। यो स्नेक प्लान्ट चाहिँ यस्तो हेल्दी, यस्तो दामी हुनुको कारण चाहिँ यहाँ हुनुहुन्छ दिदी। यहाँनिर पनि स्नेक प्लान्ट छ। यहाँनिर के हो यो मानेको पात जस्तै प्लान्ट छ घरदेखि बाहिरैसम्म। अन्त यहाँ हाम्रो खिड्कीबाट चाहिँ यस्तो देख्छ नजारा। यो पल्लोपट्टिको चाहिँ हाम्रो मामाको बारी हो। अब चाहिँ खाइसक्यो, एकछिनबाट भेट्छु है त। नजारा यस्तो छ। नजारा देखाउँदा यहाँ चाहिँ हो हाम्रो माम। हाई भनिदिनु त माम। यता हेर्नु न, यता हेर्नु न, हाई भन्नु न। यहाँ चाहिँ हाम्रो माम हो। जानुभएको यहाँनिर माम चाहिँ गफ गर्दै थियो हो हाम्रो आमाहरूसँग। यहाँनिर चाहिँ हाम्रो तुलसी प्लान्टहरूको कलेक्सन। यो चाहिँ सबै हाम्रो दिदीले, यो सबै प्लान्टको कलेक्सन चाहिँ हाम्रो दिदीले गर्नुभएको। अन्त यो फुल चाहिँ अहिले फुलिसकेछ। अस्ति मैले खिच्दाखेरि चाहिँ यो चाहिँ सुकिरहेको थियो। बोट तपाईँहरूले मेरो पहिलाको भ्लगमा हेर्नु भएको छ भने चाहिँ यो प्लान्ट सुकेको थियो। यहाँनिर चाहिँ हाम्रो यो सानोबाट ग्रिन हाउस छ हो, त्यहाँको नजारा। यहाँनिर चाहिँ प्लान्टको कटिङहरू देखेको सबै छ। गदावरी पनि योपालि त पापाले कटिङ गर्नुभएछ हो। आमामा यहाँ हेर्नु नि,
भोटे धनियाँ प्लान्टै प्लान्ट छ घरको वरिपरि। यहाँनिर चाहिँ डल्ले खुर्सानी फलिरहेको छ। ठाडो परेछ त्यो पनि यहीँ सुकिसकेछ। यता यो चाहिँ हो हाम्रो घरको डल्ले खुर्सानी। बारीमा चाहिँ होइन, यो चाहिँ पटमा रोपेको प्लट। म चाहिँ बारीको भन्दा चाहिँ यस्तो पटहरूमा रोपेको चाहिँ एकदम हेल्दी लाग्छ क्या। अन्त मलाई पुरा मनपर्छ यस्तो। यी घर मुनि सबै प्लान्टै प्लान्ट छ। यो चाहिँ हो हाम्रो घरको खेलखोर। यहाँनिर चाहिँ छ कुखुराहरू, ब्रदरहरू। अहिले हाम्रो घरको कककहरू प्लान्टै प्लान्ट छ। पुरा गरम भइरहेछ, कपाल सुक्दैछ मेरो। यो चाहिँ हाम्रो किचन। प्लान्ट तयारी सुरु भइसकेको छ। यहाँनिर निक्लेको छ बलुनहरू। हामी चाहिँ यहाँनिर लोकेसन अलिकति कन्फ्युज भइरहेको छु। यहाँनिर गर्नु कि उता हाम्रो किचनमा गर्नु भनेर होइन। किचनमा पनि ठुलो स्पेस छ नि त, त्यहाँनिर अलिकति खुल्ला पनि हुन्छ, अन्त उज्यालो पनि छ। त्यही भएर चाहिँ हामी त्यहाँ गरौँ कि कहाँ गरौँ भइरहेको छ। अहिले फिलहालको लागि चाहिँ हामी योहरू रेडी गर्दै गर्छौँ। मेहनत पे पानी फिर गयो है उहाँबाट चाहिएर त सबैदेखि यहाँनिर हामीले चाहिँ यहाँनिर सिक्रेटली गर्दै थियो कि सबै च्याउनु आइहालेछ। डल्लै सक्यो, चप्पट भयो। अब चाहिँ चाल पायो। पापाले चाहिँ यहाँ हामीलाई हावा दिनु हुँदैछ यहाँबाट चाहिँ हो। यहाँनिर चाहिँ हो। अन्त तपाईँ त अब उयो जस्तो पऱ्यो त, खाएलो भन्ने हेर्छ भिडियो खाएलो भन्ने आजकल। सो अब चाहिँ इभिनिङ भइसकेको छ। अन्त अब चाहिँ हामी पकौडा बनाउनेवाला छु त। ल तपाईँलाई दिएको चाहिँ हामी पकौडा अनियनको। ओ माई गॉड, यहाँनिर राख्दा ठिक हुन्छ होला हौ। नुन हाल्नु पिरो त नहाल्नु। अहिले बना न प्याज रोटी यो फ्लास्कको के गरेको? यो नयाँ हाल्नुपर्ने त्यो खनाइ राख्नु दालमा हाल्छु अहिले म। खै म चाहिँ खुर्सानी टिपिकन आउँछु ल। यहाँनिर अम्बो आमा, योमा त पुरा रातो पनि सुकिरहेको रहेछ। रातो खुर्सानी नि रातो भएर पनि सुकेछ भनेको। दिनु त एउटा केही। ओके बस, ओके ओके। खोइ कहाँ छ धनियाँ चाहिँ? कहाँ चाहिँ छ? यो चाहिँ हाम्रो, यो चाहिँ रोपेको पनि होइन कि खासमा चाहिँ। यो चाहिँ हामीले चाहिँ यहाँबाट भयो। यहाँनिर चाहिँ हामी अचारहरू पिस्दा यहाँनिर त्यहाँनिर त्यो सुक्खा खुर्सानी रहेको खुर्सानीको त्यो धुलोहरू फ्याँक्दाखेरि चाहिँ आफै उम्रेर फलेको यो दामी पो भएको रहेछ है। बोट त निकै सप्रेको। चला खुर्सानी पनि टिपिसके। लेट्स गो। आमा काटेर हाल्नु। कसरी हाल्छ?
You are wishing you future days. तपाईँले भन्दा पहिला पो विस गरेछ त जियोले त आयो यहाँ हामीले चाहिँ खासमा चाहिँ हजुर हजुर अस्ति रहेछ हौ हो र हाम्रो बाबालाई चाहिँ युट्युबबाट गुड मर्निङ चुबाचाङ भनेर आउँछ अरे हो अन्तखेरि हाम्रो चाहिँ खास यो सरप्राइज थियो तर अब सबै चाल पाइसक्यो हो तर पनि अब हुँदैछ यहाँनिर अघिको खुर्सानी चाहिँ यो हो खुर्सानीको बोट हो खाँदै फ्याँकेको उम्रेको खासै यिनीहरू चाहिँ यो भाइ यहाँनिर चाहिँ धनियाँ पनि रहेछ मैले अघि किल्ची पार्दै घाँस जस्तो देखेर सो अब चाहिँ हुँदैछ यहाँनिर हल्का तामझाम जोगी जस्तो भएको छ त हाम्रो भाइ त आमा लु कहाँसम्म जानु भएको जोरबङ्गला कि दार्जिलिङ जानु भएको कहिले फर्किनुहुन्छ सो यहाँनिर चाहिँ पकौडा पाक्दैछ एउटा पुरी पनि छ यो चाहिँ बिहानको रहेछ हो अन्तखेरि यहाँनिर चाहिँ म पकौडा बनाउँदैछु गति चाहिँ एकदम हिँड्नै भइरहेको छ यहाँनिर हो मुख धुनु पनि पाएको छैन बिहान मात्रै धुएको अन्त यहाँनिर अब पकौडा पाक्दैछ यहाँनिर सेटअपहरू गर्दैछ एक दुईवटा सेटअपहरू हो खासमा चाहिँ हामीले चाहिँ यहीँनिरै गर्नेवाला थियो हो अलिक ठुलो स्पेस छ नि त खुल्ला हुन्छ तर हामी सिटिङ रुममै गर्नेछु अन्त चाहिँ हाम्रो भाइ चाहिँ यहाँनिर सुटबुट लगाएर आइरहेको छ मुमाको बर्थडे भाइ आज कसको बर्थडे हो मुमाको ह्याप्पी बर्थडे भन्यौ ए मुमालाई विस गरेन रहेछ यहाँ मुमाको बर्थडेमा यहाँनिर सुटबुट लगाएर आइरहेको छ हाम्रो पुच्चा थर्मसमा हाल्यो के बनाउँदैछ हौ पापाले ए साबुदाना त यो है सो अब चाहिँ सबै रेडी भइसक्यो हो अन्त हामी पनि अलिअलि कपाल चाहिँ कोरेँ मैले पनि हो यहाँनिर चाहिँ हामी रेडी हुँदाखेरि चाहिँ पापाले चाहिँ यहाँनिर फिङ्गर बनाउनु हुँदो रहेछ हो साबुदानाको यहाँनिर चाहिँ पकौडा रेडी भइसकेको छ हुन्छ अब हजुर हजुर ऊ चाहिँ यस्तो छ नि त लाडे देख्नु हुँदैन लाडे भइहाल्छ कहाँ बसेको भाइ चाहिँ यस्तो छ नि त उठ छिटो मातेको मान्छे हो तिमी मातेको मान्छे हो ल एकैछिन अन्त बोक्छु पर्ख न यस्तो छ सिधो त बन्द गरिदिँदा हुन्छ अब चाहिँ हामी जानुपर्छ बहुत अंधेरा है बहुत हमें जाना है इधर यहाँ पे क्यान्डल आजको तयारी चाहिँ यस्तो छ त्यस्तो ठुलो चाहिँ गरेको होइन तर पनि अब अलिकति भए पनि स्पेसल फिल गराउनुको लागि चाहिँ हामीले चाहिँ यतिको चाहिँ अब सेलिब्रेट गर्दैछौँ आमाको बर्थडे अन्त यो चाहिँ आज हाम्रो दिनभरिको भाइ यता हेर्नु यहाँ टेनिस जुमी न औ यहाँ चाहिँ छ हाम्रो बर्थडेको हिँड्नु न कस्तो रे कसरी हेरे आमा फेरि जानु छ त्यसरी बस्नु यहाँनिर म फोटो खिचिदिन्छु लु बस्नु आमा आयो यहाँनिर एउटा हाम्रो
बर्थडे गर्ल चाहिँ यस्तो छ आजको ओहो लु लु बस्नु एउटा फोटो क्लिक गर्दैन Happy birthday to you. Happy birthday, dear Amma. Happy birthday to you. Oh, Susie, come here. Hi, Papa. Papa. Daddy, find it. Hey. यहाँनिर चाहिँ बर्थडे सेलिब्रेसन हुँदैछ हाम्रो मैले के भन्नु र अब है मैले जानेको अनुसार चाहिँ यसको आयु अब लामो भएर जाओस् अझै ज्यादा यो बाँचेर यसको इन्जोयहरू थुप्रै गर्नु पाऊँ फेरि पनि बर्थडे घरि बर्थडे मनाउनु पाऊँ भन्दै अब सबैजनालाई पनि है आजको यो खुसियालीमा सबैलाई है धेरै धेरै धन्यवाद दिँदै आज मेरो बुढियाको 55 वर्ष पुरा भएर अब भोलिदेखि 56 वर्षमा जाँदैछ उहाँ आयु बढेर जाओस् आयु लामो भएर जाओस् फेरि पनि यसरी नै हामी उहाँको जन्म दिवस मनाउनु पाऊँ यति भन्दछु उठेन तिमी त्यसो मात्रै गर्नुपर्छ कि मलाई त उसले त आउनु दिँदैन रुनु मात्रै भन्दा आउनु मनै लाग्दैन भने त मैले सो आजको भिडियो चाहिँ यहीँसम्म हाम्रो आमाको चाहिँ आज बर्थडे थियो सो हामीले चाहिँ सानोबाट सेलिब्रेसन गरेको थियो यहाँनिर हाम्रो सबैजना रिलेटिभ्सहरू हुनुहुन्छ परिवारहरू सबैजना मिलेर चाहिँ सानोबडे सेलिब्रेसन थियो हाम्रो मामा माइजू पप्स दामी बनाएको थिएँ नि मैले अघि एन्डिङ सो थ्याङ्क यू सो मच फर वाचिङ आजको भिडियो चाहिँ यहीँनिर एन्ड हुँदैछ फोन झर्दैन